नमस्ते गाइज। हामी त अब ब्लगिङतिर लाग्यो क्या रे। हजुर हजुर साथीहरू नमस्ते नमस्ते। हामी चाहिँ अब यही ब्लगिङतिर लाग्यो के हजुर साथीहरू, यदि हाम्रो यस युट्युब च्यानलमा चाहिँ होइन परदेशको लाइफ युट्युब च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने साथीहरू हाम्रो यस युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गरी जोइन भइदिनु होला। ताकि साथीहरू हामी चाहिँ यस दुबईमा रहेको कम्पनीको बारेमा रहेर केही जानकारी दिनेछौँ र 50,000सम्म पनि कमाउन सक्ने भन्ने बारे पनि हामी केही छोटो चर्चा गर्छौँ साथीहरू। हाम्रो भिडियो चाहिँ लास्टसम्म चाहिँ स्किप नगरी हेरिदिनु होला। हाम्रो यस फर्स्ट भिडियो भएको र हामी छोटो छोटो क्लिप्स मात्रै भिडियो रेकर्ड गरेको छौँ। यसभन्दा पछिको भिडियोहरूमा चाहिँ हामी चाहिँ कुनै पनि विषयवस्तुलाई लिएर चाहिँ हामी फुल भिडियो चाहिँ लिएर आउनेछौँ साथीहरू। यो चाहिँ हाम्रो रहेको छ हाम्रो ड्युटीको टाइममा चाहिँ रेस्ट गर्ने ठाउँ भइहाल्यो। यो चाहिँ हाम्रो बेडरुम भइहाल्यो के अरे। साथीहरू चाहिँ अब ड्युटी जानुको तयारीमै छन्। यही हो कोठा साथीहरू। हामी चाहिँ अब कोठा सानो छ, चिटिको छ, तर हामी 8जना बस्छौँ। हाम्रै आउन पनि सँगै आएको, बस्न पनि अहिले हामी 8जना चाहिँ सँगै चाहिँ बसिरहेको छौँ। यो चाहिँ हाम्रो जे होस् जुन हामी बिल्डिङमा बस्छौँ, अपार्टमेन्टमा बस्छौँ, त्यसको केही अगाडि चाहिँ हाम्रो यो चाहिँ धेरै कम्पनीहरू छ क्या यहाँ। ती कम्पनीहरू सबै कम्पनीहरू चाहिँ बिल्डिङहरूमा बस्छ या अपार्टमेन्टमा बस्छ। हाम्रो चाहिँ योभन्दा अगाडि चाहिँ एउटा सुपर मार्केट छ, जहाँ चाहिँ अब बैङ्क पनि छ होइन, पैसा निकाल्नु पर्ने ठाउँ पनि छ। यही हो जुन देखिरहेको छ। अनि एटिएमबाट पैसा निकाल्नु चाहिँ हामी त्यही जानुपर्छ र केही सामान किन्नु पऱ्यो भने हामी त्यही जानुपर्छ। यो बसहरू जति छ यो चाहिँ हाम्रो जुन हामी बस्छौँ यहाँ बिल्डिङको पछाडिको लुगा सुकाउने ठाउँ भइहाल्यो। यता अगाडिको चाहिँ बिल्डिङ भनेको चाहिँ त्यो छुट्टै कम्पनीको चाहिँ त्यो क्यान्टिन हल पनि छ र हाम्रो पनि त्यही क्यान्टिन हल छ। त्यहाँ गएर हामीले पकाएर खाने होइन र खाना लिएर खाने ठाउँ पनि क्यान्टिनको व्यवस्था गरिदिएको छ कम्पनीले। यो चाहिँ हामी बेलुकाको समय हो साथीहरू। यसो मार्केटतिर गएको हल्का भिडियो क्लिप्स गरेको यही छ। र पैसाको कुरा गर्नुपर्दा साथीहरू हाम्रो यस कम्पनीमा चाहिँ बेसिक चाहिँ 800 प्लस रहेको छ होइन। 4 घन्टा चाहिँ ओभरटाइम दिइरहेको छ। त्यसैले ओभरटाइम गरेर चाहिँ साथीहरू महिनाको चाहिँ 50,000 प्लस चाहिँ कमाउनु परेको छ। अहिले चाहिँ म चाहिँ ड्युटीतिर लाग्यो साथीहरू। यदि हाम्रो यस्तै नयाँ जानकारीहरू चाहिँ प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो चाहिँ यस परदेशको लाइभ युट्युब च्यानल चाहिँ सब्सक्राइब गरी छेउमा रहेको बेल आइकन बटनमा चाहिँ थिचेर जोइन